म जस्तो हावाघरतिर अनि उहाँ खोइ डेटिङ गर्दै बसेको होला अनि छेउमा डल्ली डल्ली परेको केटी पनि थियो नि त होइन अनि राकेश केटाले भनेछ अरे क्या ए आकाशमा कुद्छ बादल घर चाहिँ त्यसको सागर पिरती जुरे खास होला यो घरमा तिम्रै बास होला ए सिटा है लाउनु सिमीलाई यो मुटु दिए तिमीलाई सर भाग्यले चुमे त यो बुनीलाई तिम्रै पो हुन्थ्यो म जुनीलाई केटी पनि के कमी होइन डल्ली डल्ली परेको केटी उसले पनि भन्दैछ ए फोक्ताङलुङमा भाग्दैछौ फोक्ताङलुङमा भनेको चाहिँ हिमाल रहेछ लिम्बू भाषामा म चाहिँ बिग्रेको लिम्बू त्यति आउँदैन अनि अलि रिसर्च गरेर यो ल्याएको शब्द ए फोक्ताङलुङमा भाग्दैछौ भिरालो कथा हाड्दैछौ ए छातीमा भित्र दाग लाग्ला होइ छुट्टीमा जाँदा पाप लाग्ला होइ ए पानी है पर्दा झरर चक्खवा जोडी सरर ए चोखोमा लप पर्ने हो परेसी सँगै पो मर्ने हो केटा गजब त भन्छ अरे त डल्ली डल्ली परेको केटा अनि गजबकै भएर भनेछ अरे उसले ए घुमाउरो होला यो बाटो म परे फेरि अलि लाटो अलमले तान्दै अघि सर्नु भुलहरू भए माफ गर्नु केटीले पनि भन्दैछ अरे क्या ए अप्ठ्यारो होला उकाली आइ त हाले आम थाली मनको ढुडुकी छाम्नु है जहिले हात थाम्नु है लप पऱ्यो क्या दुईजनाको अब चाहिँ म भने है त तपाईँहरूलाई भनौँ ए यमको आयु जोखिँदा यम भनेको चाहिँ समय ए यमको आयु जोखिँदा भान्सामा भाँडा ठोकिँदा भान्सामा भाँडा ठोकिन्छ नि को हुनुहुन्छ विवाहित हामी ब्याचलरहरू त ठोकिन्छ ए यमको आयु जोखिँदा भान्सामा भाँडा ठोकिँदा चरीको घर चाहिँ सिन्कैले मान्छेको घर चाहिँ बन्छ केले पो बन्छ हो मान्छेको घर त इटा सिमेन्टहरूले त होइन के अरे कम्युनिटी हल पब्लिक टोइलेटहरू पनि त बन्ला भन्दैछ मान्छेको घर चाहिँ केले बन्छ ए दनन आगो बल्दाखेरि सेकमुरी ओइलाई झर्दाखेरि शीतल बन्छ छायाले मान्छेको घर चाहिँ मायाले थ्याङ्क यू सो मच हजुरहरूलाई मायाले संसार थाम्छ भन्दै यो पहिलो पोइट्री स्टार्ट गरेको थिएँ मैले म्युजिक अलिकति ठुलो गरौँ होला है अलिक कम्ती सुन्ने मलाई चाहिँ बन्छ त अहिले चाहिँ ठिक छ हामी पनि आयौँ तपाईँहरू पनि आउनुभयो होइन आउनु भनेको मिठो कुरा हो नि त मैले देखिरहेको छु मेघनाथजी नै आउनु भएको छ है अनि सबैजना आउनु भएको छ आउनुको कविता भने है त लाइफमा कोही बेला आउँछ नि त होइन मैले चाहिँ आउनु चाहिँ कोही आएको छैन तर आउनुको कल्पना गरेर लेखेको कविता है हल्लाहरू यो जुनीको त्यसै हराएर भित्र कतै बस्न थाल्यो सुनसानमा एउटा चुपचाप गीत ओइ लाटी त यस्तो आइस नि गोरेटो बादल भयो आकाश चाहिँ एउटा मिठास नक्सा रहर सागर भयो मुस्कान चाहिँ अलि तलको त्यो रातो गुराँस कस्तो आँखा जुझाको शीतल हावा चल्ने गरी मुटु नै ढुकढुक गर्ने गरी संसारै टक्क अडिने गरी हजार घाउहरू भरिने गरी मैले उता हेर्न अघिको त्यो 2 सेकेन्ड सपनाहरू जस्तै लाग्ने गरी तँलाई के थाहा हो लाटी तँ हाँस्दा नि
कपाल खोलेर हुरुरुरुरुरु गर्दै यो मायालु पृथ्वीमा बिन्दास उड्छ बाउले बतास। ओइ लाटी त यस्तो आइस नि, त यस्तो आइस नि, त यस्तो आइस नि, त यस्तो आइस नि, अब कहिले नजाल पो भन्न मन लाग्यो। थ्याङ्क यू सो मच। यो वाला चाहिँ अलि सिरियस छ।